नमस्ते, म डाक्टर अनुपमा, फर्टिलिटी स्पेशलिस्ट, ऑब्स्टेट्रिशियन, गाइनेकोलॉजिस्ट। उहाँको डिफिकल्ट एम्ब्रियो ट्रान्सफर हुने सम्भावना भएकोले आज हामीले एम्ब्रियो ट्रान्सफर अन्डर एनेस्थेसिया गर्दैछौँ। हिस्ट्री अफ दुईटा सिजेरियन सेक्सन जसको कारणले गर्दा सर्भिक्स पुल्ड अप छ, युट्राइन क्याभिटी नियरली 9 सेन्टिमिटरको छ र एङ्गुलेसन छ सर्भिक्स र युट्राइन क्याभिटीमा। आइभी एनेस्थेसिया दिएपछि इन्स्ट्रुमेन्ट रेडी गरिँदैछ। त्यसपछि एम्ब्रियो ट्रान्सफर गर्नको लागि पार्ट्स नर्मल सलाइनले क्लिन गरिँदैछ र भजाइनामा कसको स्पेकुलम हालिँदैछ। त्यसपछि सर्भिक्स पनि नर्मल सलाइनले क्लिन गरिन्छ। उहाँको सर्भिक्स निकै नै पुल्ड अप भएकोले लङ्गेस्ट कसको स्पेकुलम लिएको छ। एङ्गुलेसन भएको कारणले एम्ब्रियो ट्रान्सफर क्याथेटर स्टिलेट भएको युज गरिँदैछ। क्याथेटरको आउटर सर्भिक्सबाट इन्ट्रोड्युस गरिँदैछ र इन्टरनल अर्थसम्म पुगिँदैछ। आउटरको वाइट टिप देखिरहेको छ। एम्ब्रियो ट्रान्सफर क्याथेटरको इनरमा एम्ब्रियोस दुईटा लोड गरेर आउटर क्याथेटरको थ्रुबाट इन्ट्रोड्युस गरेर युट्राइन क्याभिटीभित्र गएको देखिरहनु भएको छ र एम्ब्रियो ट्रान्सफर भइसकेको छ जस्ट बिलो द फन्डस। यसरी डिफिकल्ट केसमा पनि एनेस्थेसिया दिएर पेसेन्टलाई पेन नहुने गरेर एम्ब्रियो ट्रान्सफर गर्दाखेरि एकदम स्मुथली भएको छ र यो कुराले आइभीएफको सक्सेस रेटमा धेरै फरक पर्छ।